पार्किन्छ पार्किन्छ मजा हैन 1 2 3 4 5 पाँचजना हो नि 4 5 हैन ल तपाई पनि बस्नुस् तिमी बस न अब अलि बोल 6 जना बोल म चाहिँ 1 घण्टा गुड्ने 1 घण्टा भएन न यो हावाले कासो लाग्छ तपाईहरुले हैन वाल डिसाइड गर्नुहुन्छ है सो अहिले चाहिँ हामी चितलानको हिल्स खास चाहिँ त्यो र यो एउटै नै भनिन्छ तर अहिले हामी चन्द्रगिरी भन्ज्याङको यो प्याराग्लाइडिङ स्पटमा छौँ यसको हाम्रो चाहिँ समुद्र सतहदेखि 50 मिटर हो भने हामी यहाँबाट उडेर अवतरण गर्ने 1750 फुट है यो प्याराग्लाइडिङ कति लाइक के हुन्छ भने प्याराग्लाइडिङ भन्नु साथै हामीले चाहे जस्तो जहाँ पनि लान मिल्ने त्यो कताब्दी पनि होइन किनकि यो भनेको टोटली हामीले हावासँग खेल्ने भएको भएर हावाको बेगसँगै हामी खेल्दै जाँदाखेरि अब कहिले कहिले के हुन्छ कोही हामीसँगै उडेको साथीहरू कोही अलिकति छिटो हुनुहुन्छ कोही अलिकति धेरै लामो हुनुहुन्छ त्यो चिजहरूमा चाहिँ हजुरहरूले यसो बनाउनु गरिदिनु होला अनि फर्स्ट भनेको हामीले के हुन्छ भने सेफ्टी डिसाइड सेफ्टी बढेको है त्यो भएर अनि फ्लाइङ भनेको हाम्रो प्याराग्लाइडिङमा 3टा पार्ट हुन्छ इम्पोर्टेन्ट टेकअप ल्यान्डिङ फ्लाइङ मेन भनेको चाहिँ टेकअप नै तपाईँहरूले मोस्टली हामीलाई हेल्प गर्नुपर्ने भनेको टेकअपमा हुन्छ टेकअपमा चाहिँ हजुरहरू बसिदिनु भएन जम्प गरिदिनु भएन भनौँ यताउता लेफ्ट राइट त्यस्तो भयो भने अलिकति गाह्रो हुन्छ यदि तपाईँहरूलाई त्यस्तो कन्फ्युजन केही छ भने पहिले पाइलटसँग कुरा गर्नु होला तपाईँहरूलाई सेफ्ली उडान गरेर तपाईँहरूलाई सेफ्ली ल्यान्ड हजुरहरूलाई उठ्ने क्रममा पनि कस्तो अब हुन्छ नि अब नजिया जे लाग्छ तपाईँहरूले त्यो भन्नुभयो भने हामीलाई सजिलो हुन्छ अनि त्यही अनुसारले चाहिँ हामीले म्यानेज गरिरहेको हुन्छ कि ल्यान्डिङ जान्छ तर हजुरहरूले भनिदिनु भएन भने चाहिँ हामीलाई केही पनि त्यो भएको भएर अनि बिसाइड द्याट पाइलटहरूसँग कुरा गर्नुहोस् हजुरहरूलाई केही एक्टिभिटिज अब हामीसँग अलिअलि स्टनहरू के हुन्छ त्यस्तोहरू गर्न मन लाग्यो उहाँहरूले गराइदिनुहुन्छ तपाईँहरूले त्यो चिजहरूलाई चाहिँ हाइट भयो भने गराउनुहुन्छ नभए फेरि कसैलाई के हुन्छ उहाँले यस्तो गर्नुभयो उहाँले यस्तो गर्नुभयो उहाँले मलाई गराइदिनु भएन त्यस्तो प्लिज नभनिदिनु मोबाइल खल्तीमा लान पाउँछ मोबाइल खल्तीमा लानु तर जिपर पकेट छ भने तर यो उसमा जिन्स पकेटमा हुन्छ केही फरक पर्दैन